हाम्रो 3 बजेदेखिको 6 बजेसम्मको मेहनत अहिले भइसकेको छ। 6-5 भयो गाइस। ल अब हामी बाटो हिँड्दै खाना जान लाम। बाटो हिँडेर यो आरामसित हालै ल हजुरलाई यहाँ भाडा हामी हरि भाडा यहाँ देखाउन सक्छौँ हामीले बनाएको हेर्न सक्नुहुन्छ। यहाँ गाइस हामीले बनाएको यो पनि मैले बनाएको चिनी वाला रोटी हामीसँग पिठो थिएन है गाइस। यति मात्र ए खसे त्यहाँ यहाँ खाएर देखाउँछ। हाम्रो साथीले पनि खान्छ इ र म पनि एउटा काँक्रा खाइहाल्छु। टिकटकमा पनि लाइक हान्दिनु मेरो फलो हान्दिनु। नाम भनिदिनु नि त्यो नाम बोस नाम हो। बोसको स्पेलिङ थाहा छैन त मैले भनिदिन्छु BOSS बोस। अरू रोज छ एउटा ल जाम हिँड सुतीको रोज जो इनको छ डेडी बुले खानु कवि दाइको फेरि केबिर दाइको चित्र गाडीको नाम हो KABIR। कभी अलमल भाइले एकछिन यहीँ राख मैले फेरि लगाउँला के त्यहाँ त टाढा हान्दै त भाइ यो त यहाँ छिम राख न म पनि यताको मेम्बर हो मेम्बर त्यसै बाल्यो कि घर जाएर मैले धुन्छु। हाम्रो सामानहरू अब मासु पार्टी हाम्रो निकासले खुलाउँछ होला के ल हेर्न सक्नुहुन्छ। अगाडि हामी छौँ गाइस। तिम्रो नाम भने हुन्थ्यो। मेरो नाम हो मोहन पारा गरे मगर। यता छन् बाख्रा वा बन्दुक वा बाख्रा बगाउने वा जुस छोप्ने वा भाडा छोप्ने मान्छे लोट्नु भयो र यहाँ म क्यामेरा छोप्ने ल कस्तो भयो होला यो वेलकम ब्याक टु माई साथीहरू। हामीहरू यो भ्याइसकेको छौँ बनाएर 3 बजेदेखिको मेहनत 6 बजे हामीले भ्याम बल्ल बनाउँदै कत्रो बन्यो यति बन्यो आलु भ्याइसकेको छौँ। अब यो खाएर हामी घरतिर लाग्छौँ। पहिला हामी यसको लागि खान्छौँ। अब तपाईँहरूले अब हामी भोलिको देखाउँछौँ हामीले भोलि के बनाउँछौँ। अब हेरौँ निकासले त मासु पार्टी त होला होइन मासु पार्टी हेर्नु इरन खाइदिइ हाल्यो भने पहिल्यै हामी पनि कस्तो गाइस हेर्नु एउटा ठाउँमा राख र यस्तो खाने एउटा भनेको नि भिडियो